हाम्रो चुनावको चाहिँ 1 नम्बर क्षेत्रबाट उठेको राजन गौतम, 2 नम्बर क्षेत्र उठेको भाइको नाम मलाई थाहा भएन, म भन् धेरै कान्छु होइन। तपाईँहरूले जित्यो भनेर चाहिँ तपाईँले विजय जुलुस नबनाउनु, देश बनाउनुतिर लाग्नुहोस् होइन। मैले पनि भोट काहीँ न काहीँ हालेको छ। 10 नम्बर वडामा चाहिँ भोट किन चाहिँ झर्या, कसरी झर्या नि गरेर राजन गौतमज्यूले बुझ्नुपर्छ होइन। म पनि एउटा अब भोटर हो होइन। मलाई के लाग्छ भने हाम्रो 10 नम्बर वडाभित्रको चाहिँ कस्तो लाग्छ भने निकुञ्ज हटाउनु पर्यो र सुकुम्बासीलाई व्यवस्थित गर्नु पर्यो र देश बनाउनु पर्छ भनिकन मलाई एकदम विश्वास छ। बालेन शाह अनि हाम्रो रवि दाईहरू जति पनि जसले जित्नु भएको छ, नाम त नलिउँ होइन, तै पनि अब अरू पार्टीले विरोध गर्छ होइन। त्यही भएको भएर चाहिँ कसरी हुन्छ चाहिँ यहाँ हाम्रो चाहिँ एकचोटि तपाईँले जित्नु भयो भने एकचोटि वापस आउनुपर्छ एकचोटि होइन। विजय जुलुस मनाउनु नमनाउनु तपाईँ आउनुपर्छ। म नि एउटा भोटर हो होइन। राजन दाई तपाईँलाई मैले अस्ति पनि देखाएको छु। त्यही भएको भएर मैले अस्ति अब हुलमुलमा चाहिँ किन अब त्यस्तै छ होइन। त्यही भएर तपाईँ जहाँसुकै जानु, जेसुकै गरे पनि तर देश विकास हुनुपर्छ। जसले जति पनि जिते पनि जहाँ पनि घन्टिने आएको छ। तर चाहिँ मलाई के लाग्छ भने जितेर बहुमत ल्याएर मात्रै भएन के, यत्रो हाम्रो युवाहरू बितिरहेछ, यत्रो युवालाई गोली चलाएर मारिरहेछ। देश विकास हुनु पर्यो। सुकुम्बासीलाई चाहिँ राम्रो ठाउँमा चाहिँ सदुपयोग गर्नुपर्छ। हाम्रो ठाउँमा चाहिँ समस्या सबभन्दा बढी निकुञ्ज हो। त्यही भएर राम्रोसँग तपाईँले गर्नुपर्छ। तब पनि फेरि भएन भने 5 वर्षपछि फेरि पत्ता साफ हुन्छ हेर्नुहोस्। फेरि चुनाव त आइहाल्छ त। अब स्थानीय चुनाव आउन बाँकी छ होइन, संसद चुनाव हुँदैछ। त्यही भएर अब यस्तै छ। सबैले बुझिदिनु होला कुरोलाई। लाइक सेयर कमेन्ट गर्नु होला होइन। मेरो चाहिँ उत्तम मगर चाहिँ युट्युब खोलेको छ। त्यो युट्युबमा गएर सबैले चाहिँ फलो गरेर चाहिँ कमेन्ट राम्रो राम्रो कमेन्ट गरेर फलो एक्सेप्ट गरिदिनु होला है सबैजना। ल बाइ ल।